हेलो एन्ड नमस्ते वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी फेरि आइसकेको छौँ एउटा नयाँ ब्लग लिएर। हामी चाहिँ धेरै दिनपछि नयाँ ब्लग लिएर आइसकेको छौँ। यहाँ चाहिँ हाम्रो दिदी के ढस्दै छ के को उता लैजा रियालिटी देखाएको है गाइस। रियालिटी अलवेज रियालिटी हो यो। आज चाहिँ विश्वकर्मा पूजा, सबैलाई ह्याप्पी विश्वकर्मा पूजा। म चाहिँ भर्खर नुहाएँ, अब दिदी पनि नुहाउँछ अनि हामी पूजा गर्न जान्छौँ। अब रेडी भएर भेटौँ ल गाइस, बाई। यहाँ चाहिँ म रेडी भइसकेर दोकान पनि आइसकेको छु। भाइको भाइ चाहिँ घरबाट आउँदैछ अनि रेडी भएर आएको छु स्कुटी पूजा गर्नको लागि। यहाँनिर चाहिँ हाम्रो स्कुटी छ, यहाँ चाहिँ हाम्रो दोकान। यहाँ चाहिँ दुईवटा स्कुटी छ हाम्रो, अगाडिबाट देखाउँछ है। यो चाहिँ हाम्रो नयाँ स्कुटी अनि यो चाहिँ हाम्रो पुरानो स्कुटी। बाबाले धोइधाइ पारेर चट्टासँगले रेडी बनाइसक्नु भएको छ। हाम्रो विश्वकर्मा पूजा चाहिँ यहाँ दुईवटा स्कुटी पूजा गर्दै हुन्छ बाबाले, रिबिनहरू लाउँदै। यो चाहिँ हाम्रो पहिलानेको पुरानो स्कुटी हो। गाइसहरू मैले चाहिँ यहाँनिर यति गरिसकेँ, स्वस्तिक बनाएँ। अब यता काका र बाबाले गर्नुहुन्छ। भन्दै पूजा गर्नु न बाबा, के भन्दै पम्चर नहोस् कहिले।
ल विश्वकर्मा पूजा हाम्रो दोकानमा गर्दै हाम्रो छोरी भगवान् विश्वकर्माले नानीलाई सधैँ सद्बुद्धि दिउँ, सत्कर्ममा सदैव अगाडि बढाउँ, धेरै धेरै आशीर्वाद प्रदान गरौँ भगवान्ले। र आज हाम्रो यो पसलको हाम्रो जोख्ने यन्त्र काँटालाई हामी पूजा गर्दैछौँ। अझ उत्तरोत्तर प्रगति होस्, व्यापार सफलता मिलोस्, अर्को विश्वकर्मा पूजामा मार्ट होस् यहाँनिर खुसी हालेको। भगवान्को आशीर्वादले व्यापार वृद्धि हुँदै जाओस्। हाम्रो विश्वकर्मा पूजा यसरी नै हामीले सम्पन्न गर्न गइरहेका छौँ। हाम्रो वाहनहरू बाहिरपट्टि जाँदा भइसकेको छ पल्लामा। गाइजहरू मैले चाहिँ पल्लाहरूमा पनि दुईतिरै दोकानको पल्लाहरूमा पनि स्वस्तिक बनाइदिएँ अनि स्कुटीमा पनि स्वस्तिक बनाइदिएँ। अनि अब पूजासुजा सक्यो अनि अब सुरुमको घर जान लागेको, खाना खानुको लागि। बेलुकातिर आउँछौँ सोच्छु। जय बाबा विश्वकर्माको जय। स्कुटीको आइसक्यो। आइसक्यो। हाम्रो पूजा पनि सम्पन्न भयो। यस्तै छ है, यस्तै छ। यो चाहिँ हाम्रो काकाको भिटा गाइज। धेरै पछि म चाहिँ निस्केको घरदेखि। अहिले ठुलोको घर जाँदैछु, अन दी वे छु। हाम्रो काका भेटा बस पार्कको हो गाडी। कस्तो सफा भएछ नि। अब चाहिँ रोडमा पुगेर देखाउँछु।
सक्यौँ गाइज हामीहरू चाहिँ गाडीबाट। हाम्रो ठुलामको घर चाहिँ यहाँ नगरपालिका छेउमा हो नि त, त्यही भएर नि यहाँनिर यस्तो छ हरियाली नै हरियाली। अस्ति यहाँ जेएनजी गयो प्रोटेस्टले गर्दाखेरि सबै जलाएको थियो। तर अब यहाँनिर चाहिँ के कस्तो छ हेर्नुपर्ने हुन्छ गाइजहरू। यही हो है नगरपालिका चाहिँ, हेर्नुहोस्। गाइजहरू आएर पनि लुगा फेरेर बसिसकेको, गर्मीमा चाहिँ कस्तो भएको थियो। अनि त्यो भएर लुगा लगाएर बसेको। यो चाहिँ के टिभी हेर्न सुरु भएछ हो। ब्लग चाहिँ कसको हो गेस गर्नुहोला। अनि हामीहरू चाहिँ आएर यहाँ छोराले चाहिँ किचनमा खाना पकाउँदै हुनुहुन्छ। अनि त्यही हो, हावा कस्तो मिठो आउँछ। यहाँबाट तपाईँलाई म भ्यू देखाउँछु ल। कस्तो दामी छ क्या यहाँनिरको भ्यू, हेर्नु न। यो चाहिँ मेन हाइवे भयो। अनि अहिलेको यो चाहिँ 5 स्टार होटल हो। यो चाहिँ कस्तो दामी छ क्या, यो 5 स्टार हो कि 3 स्टार समथिङ के हो बनिँदैछ। अनि यहाँ हावा भन्नुहुन्छ भने चाहिँ यस्तो मिठो हावा आउँछ यहाँनिर, एकदमै मिठो हावा आउँछ। त्यही हो अरू त। अरू त त्यस्तै छ। लेट्स गो एन्ड सी अब ठुलोले के गर्दै हुन्छ है। गाइस अहिले चाहिँ हामी यहाँ भर्खर खाना खाएर बसिरहेको। यहाँ चाहिँ दिदी टिभी हेर्दै, हामी चाहिँ भर्खर बसेको खाना खाइरहेको छु। के गयो जन्तु। गाइस अहिले चाहिँ म भर्खर खाना खाएर बसेको है। यहाँ चाहिँ दिदी सुतेको अवस्था। चाहिँ हामी घर जान आँटेको है। जन्तु